सम्पूर्ण विद्यार्थी बहिनीहरूलाई नमस्कार है। यदि तपाईलाई केही वर्ड्समा नयाँ कुरा सिक्न चाहनुहुन्छ भने मेरो भिडियोलाई लाइक शेयर गर्नुहोला र मेरो च्यानललाई लाइक गर्नुहोला। म अंग्रेजी सम्बन्धी केही नयाँ टिप्सहरू ल्याएर आएको हुन्छु र आज मैले केही नयाँ कुरा नयाँ मिनिङ अलिकति ल्याएको छु तपाईलाई प्रयोग गर्ने खालका। जस्तै तपाईले अंग्रेजी बोल्दा चाहिने वर्डहरू मैले अलिकति ल्याएको छु, तपाईले सुन्नुहोस् है। र त्यसमा तपाईँ स्पेलिङ समेत मैले ल्याएको छु। चपाउनु भन्ने हुन्छ नि, चपाउने भनेको के होला? जस्तै खाना खाने बेला चपाउने के है, हामीले त्यसलाई भन्छौँ हामी चिउँ, CHEW चिउँ है। चिउँ भनेको चपाउनु है। अर्को मिनिङ छ तपाईको, हामीले हाई कार्ने भन्छ नि। जस्तै मान्छे निन्द्रा लाग्यो भने हाई कार्ने भन्छ नि त। हो, त्यो हाई कार्नेको मिनिङ के हुन्छ होला त? ल YAWN है, हामीले के भन्छौँ त? YAWN है, हाई कार्नु। मान्छे मुखबाट के निन्द्रा लाग्यो भने आउँछ नि त। हो, त्यो कुरा। अर्को चाहिँ हामी थुक्ने भन्छौँ नि, मुखबाट टक पिच्च पिच्च थुक्नेलाई के भन्छौँ हामीले? स्पिड भनेर भन्छौँ है। त्यसलाई हामीले त्यो मिनिङ पनि जान्नु पर्यो। अर्को चाहिँ भमिट गर्नु है, वाक गाउनुलाई हामीले के भन्छौँ? भमिट गर्नु भनेर चाहिँ भन्छौँ। त्यो यो वर्ड त तपाईँले सबैले सुन्नुभएको छ। राति जस्तै मान्छे सुत्यो भने घुर्ने भन्छ नि, यो कति घुरेको भन्छ नि, त्यो घुर्ने मिनिङ के हुन्छ होला त? ल हेर्नुहोस् त, स्नोर भनेर SNORE है, घुर्नु घुर्नु गर्ने हुन्छ नि त। राति सुतेको त्यो चाहिँ घुर्नु भयो है। अर्को छ रुगा लागेर हाच्यौँ हाच्यौँ आउँछ, त्यो कसरी थाहा पाउने होला? त्यो हामीले हाच्यौँ भन्छ नि त। स्निज SNEZT है, SNEZT स्निज भनेको हाच्यौँ आउनु। रुगा खोकी लागेर हाच्यौँ हाच्यौँ आउँछ नि त होइन, त्यो चाहिँ हाच्यौँ भयो। अनि खाना खानेलाई निल्ने भन्छ नि, ल निल्यो भन्छ नि, निल्यो। यो के कसरी थाहा पाउने होला मिनिङ? स्यालो SLLOW स्यालो पनि निल्नु है। अर्को भयो थाली, थाली भनेको सबैलाई थाहा छ, प्लेट है, PLAT प्लेट PLAT है। अर्को छ हामीले पुछा लगाउने भन्छ नि त है। जस्तै हामीले पुछा जस्तै हामीले सफा गर्न पुछा लगाउने भन्छ नि त है, त्यसलाई मोप MOP मोप भनेर भन्छौँ। ल यस्तै तपाईँले नयाँ मिनिङ र नयाँ तपाईँलाई अंग्रेजी सम्बन्धी केही टिप्स चाहिएको छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भनेर मैले हार्दिक अनुरोध गर्दै बिदा हुन्छु। नमस्कार है।